छु। भोलि पाल्पाको भिडियो खिचेर लिएर आउँछु, हेरिदिनु होला है सबैजनाले। हामी अहिले बलरङगढीमा आउँदैछौँ। बाटो कति अप्ठ्यारो रहेछ। त्यहाँ अनि अहिले हामी त्यही बलरङगढी हुँदै पाल्पा छहरा जाँदैछौँ। त्यही दिदी भिनाजुहरू हुनुहुन्थ्यो अनि अप्ठ्यारो लाएर म बोले छैन यसमा। डाँडा काँडाहरू हेर्नु होला, कति राम्रो छ ठाउँ त। बाटो साह्रै अप्ठ्यारो रहेछ। अनि त्यही अप्ठ्यारो भए पनि आफ्नो आफन्तीलाई भेट्न जान मन लाग्ने, बाटो साह्रै अप्ठ्यारो लाग्यो। अनि सिन हेर्दा र डाँडा काँडा हेर्दा त साह्रै रमाइलो छ। अनि आफ्नो मान्छेहरूसँग जाँदाखेरि साह्रै रमाइलो भयो। त्यही हो साथी हो, मेरो भिडियो नि यसो हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। त्यही हो, अरू केही जान्दैन के अरे। रहर हो मलाई, जानी नजानी भिडियो गराउन मन लाग्छ। अब आस्ते आस्ते सिक्दै जाने हो साथी हो। ल ल म हेर्दै जानु होला, मैले अरू पनि देखाउँछु। जानी नजानी गरेको भिडियो यसो हेरिदिनु होला है साथी हो। ल ल राख, म फेरि देखाउँछु है त। कलेज बाङको याद आयो। तपाईँको मोबाइलबाट गराउनु पाए हुन्थ्यो है, मेरो मोबाइलबाट फुल हुन लागिसक्यो। यो त मान्छे बस्ने जस्तो ठाउँ त होइन रहेछ। यहाँ बाटो कस्तो अप्ठ्यारो खाल्टो भएर अनि तल झरेर ढुङ्गा राखेर अनि बल्ल हिँडेको। कति अप्ठ्यारो बाटो हेर्नु साथी हो। यसो हजुरहरू पनि आउनु होला, घुम्नु होला। ठाउँ त राम्रो छ तर बाटो भने साह्रै अप्ठ्यारो छ है साथी हो। हिँड्दैछौँ, अझै 1 घन्टा लाग्छ अरे त्यहाँ पुग्नलाई। यो उस रैना देवी भन्ने ठाउँ हो। गाउँहरू त राम्रो छ के अरे, कसरी बस्नु भयो होला यो ठाउँमा भन्ने जस्तै छ। अनि यो कस्तो राम्रो राम्रो तोरीहरू बनाउनु भयो, सागहरू कस्तो राम्रो छ गाउँ त। यहाँबाट अलि सजिलो लाग्यो बाटो। यहाँ अलि पिचहरू रहेछ, अलि सजिलो छ यहाँ। अब राम्रो बाटो आउँछ भन्दै हुनुहुन्छ के अरे। अब राम्रो बाटो भयो भने त सजिलै पुग्ने थियो। अप्ठ्यारो हुँदाखेरि साह्रै गाह्रो लाग्ने। फेरि यो मधेस बस्ने हो भने पाहाडतिर भिरहरू देख्दाखेरि अलि सिरिङ्ग गर्ने के मन। पहिला पहिला त हामी पनि पाहाडै हो हुर्केको त। अनि अहिले मधेस बसेकै थुप्रै वर्ष भएपछि त अलि पाहाड देख्दा पनि कस्तो सिरिङ्ग हुने। अब पहिला अब त्यही पाहाडमा घाँससास पनि काटियो, हिँड्दियो, त्यस्तो केही जस्तो लाग्ने थिएन। आजकल त त्यो भिड देख्दाखेरि
कसरी हिँड्यौँला जस्तो लाग्छ मलाई। कोसेली हेर्नु है साथीहरू, कोसेली। ए हजुरकोमा थिएन यहाँ जात्रा थिएन अहिले खाइ बेला मात्र थियो म यही बारीमा कता ए मकै मेरो नन्दा पनि भन्नु न मेरो नन्दा दिदी यहाँ दिदी फुल दिदी जाम त बजारतिर फोन बजार घुमेर आएर 70 खा जाने खाना खाएको भिडियो बनाउनै पाइएन आज। भोक लाएर छिटछिटो खाइयो क्या। फर्सीहरू फुले कति राम्रो फर्सी फुर्सीहरू छ यहाँ हेर्नु त। यसलाई तेजपत्ता भन्छ होइन दिदी? तेजपत्ता नि भन्छ न। सुनकाउली हो। कहिले सुनकाउली हो कहिले तेजपत्ता नि भन्छन्। तेजपत्ता हो र? ए कतै होला अन्त अन्त कहिले तिमी रहेछ। फुल झक्कमक्कै फुलेको। खिच्नु एउटा टिकटक बनाउनु भएको थियो। कति राम्रो रङ्ग लाग्छ कि घरिघरि आउनु पाइन्न नि त। जति उम्रिन्छ कि चुल्हा आएपछि त फुल भनेपछि जहाँ पनि उखाल्ने हो नि बाजे। लौ लाग्यो हामी त घरतिर पाल्पादेखि। एउटा कोठा गरेर ढलाइ गरी माथि त्यसपछि माथि बल्ल वापस छिटो हिँड्नु आएको स्नेक बाबा उहाँ पुगिसक्यो। फुटबल खेल्ने मान्छेहरू त हिँड्छन् कि स्याहाँ स्याहाँ चाहिँ हुन्न।
कलिलो रहेछ के साग पनि यो सटरमा के छ त दिदी यो सटरमा ए राम्रै सिलाउँछ त्यो अहिले फाइदा जस्तै भयो है ल हेर्नु पाउरे यहाँ सुङ्काउली हामीसँग साग छैन भनेर दिदीले धेरै राखिदिनु भयो पिपलको बोट आउने त होइन त नि यो अभी यहाँ त अर्को त कुनै ओके पिपल दुईटा मिक्स भइदियो ल हो उहाँ दिदीको घर आएको क्या आज हामी ल भयो राख्नुभयो सबै ल सानो उखाल्ने तान्नै सकिन्न है तान्न सकिन्न